नमस्कार, लोकजीकी सेवामा यहाँलाई स्वागत छ। आज हामीले बाँकी रहेको समसामयिकबाट पार्ट 2 लिएर आएका छौँ र प्रश्न नम्बर 1 मा रहेको छ नेपाल राष्ट्र बैंकको 18औं गभर्नर को नियुक्ति भएका छन् भनेको छ। यसको सही उत्तर के हुन्छ भनेपछि विश्वनाथ पौडेल नियुक्ति हुनुभएको छ, जो कहिले चाहिँ 2082 जेठ 6 गते र उहाँको पदअवधि कति हुन्छ भनेपछि गभर्नरको 5 वर्ष हुन्छ र गभर्नर नियुक्ति कसले गर्छ भनेपछि नेपाल सरकारले र शपथ ग्रहण चाहिँ प्रधान न्यायाधीश समक्ष खानुपर्ने हुन्छ र पहिलो गभर्नर को थिए भनेपछि हिमालयन शमशेर जबरा हुनुहुन्थ्यो है। प्रश्न नम्बर 2 मा छ सरकारले थप 7 वटा सार्वजनिक संस्था निजीकरण गर्ने निर्णय कहिले गरेको हो भनेछ। यो चाहिँ 2082 वैशाख 15 गते गरेको हो र कुन हो भनेपछि जनकपुर चुरोट कारखाना, गोर्खाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटोल धागो कारखाना र नेपाल कोरिमन्ट म्याग्नेसाइट कम्पनी भनेर रहेको छ। यी 7 वटा कम्पनी संस्थान चाहिँ सार्वजनिक गरिएको छ है त, निजीकरण गरिएको छ भनौँ सार्वजनिक संस्थान। प्रश्न नम्बर 3 मा छ पहिलो राष्ट्रिय योग दिवस कहिले 2082 कहिले मनाइयो भनेको छ। चाहिँ वैशाख 7 गते मनाइयो, 2082 वैशाख 7 गते। यसको नारा के रहेको छ भने चाहिँ एक चौरी प्रदर्शन, हिमालय जीवन संस्कृति र पर्यावरणको संरक्षण भन्ने नारा रहेको छ र वैशाख 7 गते नै योग दिवस मनाउने भनेर निर्णय चाहिँ 2081 असोज 2 गते गरिएको है र याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। यो हल्का याद गर्नु पर्यो है। प्रश्न नम्बर हाम्रो 4 मा छ नगरकोट भ्रमण वर्ष 2082 को सुरुवात कहिले गरियो भनेको छ। यो चाहिँ 2082 वैशाख 1 गते गरियो र उद्घाटन चाहिँ राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको। आन्तरिक लक्ष्य के रहेको छ भने आन्तरिक 10 लाख र बाह्यबाट चाहिँ पर्यटनबाट 1 लाख सम्म चाहिँ पर्यटन भित्राउने लक्ष्य रहेको छ है। र प्रश्न नम्बर 5 मा जाम नेपालको पहिलो लागु औषधि मुक्त स्थानीय तह घोषणा कुन हो भनेको छ। घोषणा भएको कुन हो भनेको छ। यो चाहिँ नामखा गाउँपालिका हुम्ला हो है, लागु औषध मुक्त घोषणा भएको र कहिले भयो भनेपछि 2081 चैत्र 27 गते भएको है त। र प्रश्न नम्बर 6 मा छ अन्तर्राष्ट्रिय मुद्राकोष अथवा इन्टरनेसनल मोनिटरी फन्ड अनुसार विश्वका 5 ठूला अर्थतन्त्र भएका देशहरू कुन कुन हुन् भनेको छ। अमेरिका, चीन, जर्मन, भारत र जापान रहेका छन् र सन् 2050 मा चाहिँ भारत पहिला चाहिँ जापान अगाडि थियो र अहिले चाहिँ भारतले जापानलाई पन्छाएर अहिले चाहिँ चौथो स्थानमा आएको छ है त। प्रश्न नम्बर 7 मा छ संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा 5 वटा अस्थायी सदस्य निर्वाचनमा कुन कुन देश नियुक्ति भएका छन् भन्ने प्रश्न छ। यो चाहिँ को भएका छन् भनेपछि बहराइन, कोलम्बिया, लाइबेरिया, कङ्गो र लाटभिया भनेर चाहिँ देश चाहिँ रहेका छन् र निर्वाचन कहिले भयो भनेपछि यो चाहिँ जुन 2025 जुन 3 मा भएको र कार्यकाल यिनीहरूको सुरु कहिले हुन्छ भनेपछि 26 जनवरी 1 देखि डिसेम्बर 31 सम्म चाहिँ हुन्छ है त, 27 डिसेम्बर 31 सम्म। प्रश्न नम्बर 8 मा छ पहलगाम घटनापछि भारत र पाकिस्तान बीच युद्ध विराम सहमति कहिले भयो भनेको छ। यो चाहिँ 25 मे 10 मा भयो र भारतले सुरु गरेको अपरेसनलाई के भनिन्छ भनेपछि सिन्दुर अपरेसनको नाम सिन्दुर हो है। र यो चाहिँ 2025 अप्रिल 22 गते पहलगाममा आतंकवादीको हमलामा एकजना नेपाली र 26 पर्यटन गरेर जम्मा पर्यटनको मृत्यु भएको छ है। प्रश्न अब 9 मा जाउँ विश्वकै लामो पत्रकार सम्मेलन
राष्ट्रपति को हुन्, गर्ने सम्मेलन गर्ने राष्ट्रपति को हुन् भन्ने प्रश्न छ। यो चाहिँ के त मोहम्मद मुइज्जु हुन्, जो चाहिँ के त मालदिभ्सको भएको है, मालदिभ्सका राष्ट्रपति हुन्। र कहिले भयो भनेपछि यो चाहिँ सन् 2025 मे 3 मा सम्मेलन भएको है। र यो पत्रकार सम्मेलनको समय चाहिँ कति रह्यो भनेपछि 14 घण्टा 56 मिनेट समय रहेको थियो। र योभन्दा अगाडि युक्रेनको रहेको थियो, जो चाहिँ के त 14 घण्टा, युक्रेनको राष्ट्रपतिले 14 घण्टा चाहिँ पत्रकार सम्मेलन गरेका थिए है त। प्रश्न नम्बर 10 मा छ, इजरायलले संयुक्त राष्ट्र सङ्घ मानवाधिकार परिषदबाट अलग हुने घोषणा कहिले गर्यो भने छ। यो चाहिँ सन् 2025 फेब्रुअरी 6 मा गर्यो। र डब्ल्युएचओले त्यहीसँगै के त डब्ल्युएचओबाट सम्झौताबाट के त बाहिरी निर्णय अर्जेन्टिनाले कहिले गर्यो भनेको छ। यो चाहिँ के त 25 फेब्रुअरी 5 मा गर्यो। र राष्ट्रपति के जेनिफर माइलीले चाहिँ निर्णय गरेकी हुन् है त। यो डब्ल्युएचओ र पेरिस सम्झौताबाट बाहिरिने निर्णय अमेरिकाले कहिले गर्यो भनेको छ। अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ आफ्नो शपथ ग्रहण गर्ने दिनदेखि नै जो चाहिँ निर्णय गरेका हुन्, जो चाहिँ के त 2025 जनवरी 20 मा निर्णय गरेका हुन् है त। यो प्रश्न नम्बर 13 छ, 17औं ब्रिक्स सम्मेलन 2025 कहाँ भयो, कहिले भयो भनेको छ। यो चाहिँ 25 जुलाई 6 र 7 गते भयो। र आयोजक देश चाहिँ ब्राजिल हो, जो चाहिँ के त ब्राजिलको रियो डी जेनेरियोमा यो चाहिँ आयोजना भएको थियो है त। र अध्यक्ष को थियो भनेपछि अध्यक्षतामा गरिएको भनेपछि लुइज इनार्सियोको सिल्भा के को हुन् भनेपछि ब्राजिलका राष्ट्रपतिको अध्यक्षतामा गरिएको। र जम्मा देशहरू कति सहभागी थिए भनेपछि 11वटा देश सहभागी थिए। प्रधान कार्यालय यो चाहिँ के त ब्रिक्सको प्रधान कार्यालय कहाँ छ भनेपछि चीनको साङ्घाईमा रहेको छ। र नारा के थियो भनेपछि यो चाहिँ 2025 को इन्क्लुसिभ एन्ड सस्टेनेबल ग्लोबल साउथ भन्ने चाहिँ नारा रहेको थियो। र 16औं सम्मेलन सन् 2024 मा सुरु भएको हो है। र 18औं सम्मेलन चाहिँ 18औं सम्मेलन चाहिँ कति 2026 मा भारतमा हुन गइरहेको छ है त। प्रश्न नम्बर 14 मा जाम, राष्ट्रिय मूर्तिकला सम्मेलन 2082 कहिले गरियो भनेको छ। मूर्तिकला सम्मेलन विक्रम सम्वत 2082 वैशाख 5 र 6 गते गरियो है। आयोजना चाहिँ को हो त नेपाल ललित कला प्रजा प्रतिष्ठान सम्मेलनले गरेको, जो चाहिँ 15 बुँदे घोषणा गरेको जारी गर्यो यसले चाहिँ। प्रश्न नम्बर 15 मा जाम, पिटर वर्क के त जलवायु संवाद 2025 कहिले सञ्चालन भयो भनेको छ। यो चाहिँ 2025 मार्च 25 र 26 गते भएको। र कहाँ भयो भनेपछि जर्मनीको राजधानी बर्लिनमा नेपालको तर्फबाट चाहिँ एन बहादुर शाही ठकुरी सहभागिता हुनुभएको थियो। र प्रश्न हाम्रो 16 मा जाम, बिमस्टेकको 6औं शिखर सम्मेलन कहाँ सञ्चालन भयो भनेको छ। कहिले सञ्चालन भएको भनेको छ। यो त 2025 के त अप्रिल 4 मा र थाइल्यान्डको ब्याङ्ककमा सञ्चालन भयो, चाहिँ सम्पन्न भयो भनौँ हैन। र नेपालको तर्फबाट चाहिँ सहभागी चाहिँ प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। र प्रश्न नम्बर 27 मा जाम, 17 मा जाम, जलवायु सम्बन्धी सम्मेलन COP19 कहिले सम्पन्न भयो भनेछ। यो चाहिँ के त 24 नोभेम्बर 11-12 मा सम्पन्न भयो। र यो चाहिँ कहाँ भएको भनेपछि अजरबैजान बाकुमा भयो है। नेपालको तर्फबाट सहभागिता रामचन्द्र पौडेल राष्ट्रपति सहभागी हुनुभएको थियो। प्रश्न नम्बर 18 मा चाहिँ भूपरिवेष्टित विकासशील राष्ट्रको 13औं सम्मेलन कहाँ भएको हो भनेछ। कहिले भएको भनेछ। यो चाहिँ 2025 अगस्त 5 र 6 मा भयो। र कहाँ भनेपछि तुर्कमेनिस्तानमा भएको है त। नेपालको तर्फबाट सहभागी चाहिँ केपी शर्मा ओली भएका थिए। र प्रश्न नम्बर 19 मा जाम, नेपाल के आइएसओ 9001 भन्ने हो त, एउटा जिरो बढी भएछ है। यो चाहिँ सुधारिहालौँ।
2001 मा हैन 2001 2015 गुणस्तर चिन्ह प्राप्त पहिलो बैंक कुन हो भनेपछि चाहिँ नबिल बैंक हो है। गुणस्तर चिन्ह प्राप्त गर्ने है। र विभाग कुन हो भनेपछि राहदानी विभाग हो। स्थानीय तह कुन हो भनेपछि तिलोत्मा नगरपालिका रूपन्देही हो। जलवायु आयोजना के जलविद्युत आयोजना चाहिँ हाइड्रो पावर कम्पनी लिमिटेड हो। र जिल्ला सरकारी प्रशासनिक कार्यालय चाहिँ जिल्ला प्रशासनिक कार्यालय रूपन्देही हो त। चाहिँ यो चाहिँ के त ISO 9001 2015 केसँग सम्बन्धित छ भने चाहिँ गुणस्तर चिन्ह भनेपछि यो चाहिँ के त सेवा प्रवाह अनुसार र के त उन्नति गरे बमोजिम सेवा प्रवाह गरे बमोजिम र के त सेवा प्रवाह गर्नको लागि विभिन्न प्रत्येक जिल्लामा अथवा शाखा खोल्ने र जननागरिकहरूलाई सहयोग गरे बापत दिइने एउटा के हो त चिन्ह हो, ट्याग हो भनौँ हैन। त्यो चाहिँ अन्तर्राष्ट्रिय मान्यता छ है त यसको। प्रश्न नम्बर अब 20 मा छ 97 ओस्कर 2025 कसले प्राप्त गर्ने उत्कृष्ट के त सर्वोत्कृष्ट फिल्म कुन हो भनेको छ। यो चाहिँ प्राप्त गर्ने सर्वोत्कृष्ट फिल्म कुन हो भनेको छ। यो चाहिँ अरोरा हो है। र अभिनेता को हुन् भनेपछि एड्रियल ब्रोडीले हुन्, जो चाहिँ के त द बुक लिस्टबाट चाहिँ फिल्म खेलेका थिए र उहाँबाट त्यो फिल्मबाट चाहिँ उहाँलाई सर्वोत्कृष्ट अभिनेता घोषित गरियो भन्नाले अब दियो अवार्ड हैन। सर्वोत्कृष्ट निर्देशक भनेपछि सन बेकर हुन्, जो चाहिँ के त अनोराबाटै के त अरोनाका डाइरेक्टर हुन् है त। अब छनौट भएको चलचित्र चाहिँ अस्कर अवार्डको लागि कति 97 अस्कर अवार्डको लागि छनौट भएको साम्बाला भएको र 96 औं अस्कर अवार्ड के त 2024 को विजेता चाहिँ को थियो भने चाहिँ ओपनहाइमर थियो हैन। र 96 मा चाहिँ को के रे नेपाली चलचित्रको छनौट भएको थियो भनेपछि एन्जिला भएको थियो है त। प्रश्न नम्बर अब 21 मा जाम 21 मा भनेको छ फिफा महिला विश्व के त वरियत 2025 अनुसार नेपालको स्थान कतिमा छ भनेको छ। यो चाहिँ 87 मा भएको छ है अहिले 2025 मा र यसअघि चाहिँ 100औं स्थानमा थियो 100 स्थानमा थियो र अहिले चाहिँ 87 मा बढोत्तरी भएको छ। र वरियता शीर्षक 5 देशहरूको कुन भनेपछि स्पेन, अमेरिका, स्विडेन, डेनमार्क र जर्मनी गरेर 5 वटा चाहिँ रहेका छन् है त फिफा महिलामा हेर्दाखेरि। प्रश्न नम्बर 22 मा छ म्याट्रिक्स फाइट नाइट च्याम्पियन 2025 को विजेता को भयो भनेको छ। र यो को भयो भनेपछि नेपालको के त रविन्द्र ढाँट भए, जो चाहिँ के त उपविजेता चाहिँ भारतको चुङ्गरेङ के रे कोरेन हुन् र आयोजक चाहिँ कोले गरेको भनेपछि भारतको नोइडाले गरेको है त, नोइडामा भएको आयोजक। प्रश्न नम्बर 23 मा छ पबजी मोबाइल एसियन सोडाउन 2025 विजेता देश कुन हो भनेको छ। यो चाहिँ पाकिस्तान हो र उपविजेता इन्डोनेसिया र तेस्रो स्थानमा चाहिँ नेपाल रहेको थियो है। 2025 प्रश्न नम्बर 24 मा जाम पहिलो खोखो विश्वको 2025 विजेता देश कुन हो भनेको छ। यो चाहिँ भारत हो हैन। महिला र पुरुषतर्फ दुवैबाट विजय गरेको र उपविजेता पनि नेपाल हो र यो पनि के त महिला पुरुष दुवैबाट उपविजेता भएको र आयोजना गर्ने चाहिँ भारत हो। भारतको नयाँ दिल्लीमा भएको थियो आयोजना र नेपालले कुनै पनि स्तरको अहिलेसम्मको विश्व फाइनल चाहिँ खेलेको चाहिँ पहिलो पटक हो है त। प्रश्न 25 मा जाम ग्लोबल हिरो अवार्ड 2025 बाट सम्मानित हुने नेपाली को हुन् भनेको छ। यो चाहिँ कुलमान गिसिङ हुन्। प्रश्न नम्बर 26 मा छ सरकारद्वारा राष्ट्रिय श्रम
आप्रवासन नीति 2082 कहिले स्वीकृति गरिएको हो भनेको छ। यसको सत्तर के हुन्छ भनेपछि विक्रम सम्वत 2082 साउन 18 गते चाहिँ श्रम आप्रवासन नीति 2082 चाहिँ स्वीकृति गरिएको है त। प्रश्न नम्बर अब 27 मा छ नेपालले रुबेला रोग निवारण गर्नमा सफलता कहिले हासिल गर्यो भनेको छ। रुबेला रोग निवारण गर्न सफलता कहिले हासिल गर्यो भनेको छ। यो चाहिँ के त विक्रम सम्वत 2082 भदौ 2 गते चाहिँ यो चाहिँ रुबेला रोग चाहिँ नियन्त्रण भएको है त। धन्यवाद आजको लागि र भिडियो आउँदै गर्नेछ र मन परेमा लाइक शेयर सब्स्क्राइब गरिदिनु होला है।